सजाउने मात्रै हो कि यसले बजाउने पनि हो? जार काट्ने सबै हुन्छ। जार काट्ने मार काट्ने जार पनि काट्छ मार पनि काट्छ। 1700 दिन्छ। यसलाई चाहिँ मैले 11 चाहिँ दिएँ। 1100 हजुर 11 चाहिँ मैले दिएँ। 11 चाहिँ दिनुभयो। कोपाले कति भन्नु हुँदै थियो? म त 17 भन्नु। 11 को लागि चाहिँ अब 27 साल चाहिँ पर्खिनु पर्छ होला। कति इन्च चाहिएको सर्टलाई चाहिँ? हजुर कति इन्च चाहिएको त? मैले त्यही मतलब 10 इन्च 8 इन्च त्यसको यही त यो त 10 इन्च 10 मान्छे भनिन्छ 10 महिना खुकुरी चाहिँ एकै दिनु भनिन्छ। पुरा मिलेको छैन। 12 दिएँ नि त। लु लु 12 दिएँ। 1200 दिनुभयो तपाईँले? त्यहाँबाट छोड्ने भयो? म चाहिँ 13 दिएँ। 13 100 को ले चुक्दैछ है कोपा। कोपाजी नमस्कार। उता त अन्त 1000 रुपियाँसम्मको छुट लाग्यो तपाईँको के छ आज खुकुरीमा? मेरोमा चाहिँ छुट्टै छैन कि। हजुर यो अब झन् क्रिसमस पनि सकियो। हजुर बडा दिनको उसले अफर राखेको गर्दा अलिकति बढेको हुन्छ दाम पनि। बढ्यो नयाँ वर्ष र बडा दिनमा चाहिँ बढेको छ। यता त अफर लाग्यो त अनि 26 लाखमा आँट्यो कि त्यसले गर्दा अच्छा अलिकति बढेको छ। 26 लाग्दाखेरि 2600 मा पाउँछ खुकुरी? हजुर कुन चाहिँ छ? 2600 मा त यो आयो। 26 लाग्दाखेरि 2600 2600 लागि 25 पनि पायो 26 पनि पायो। अझ यो खुकुरीको खासियत के छ अलिक बताइदिनुहुन्छ? खासियत के छ यो खुकुरीको विशेषता के छ? विशेष त केही पनि छैन। मेरो अब यो भाडा उठ्यो भने दिने हो त्यति नै हो। अरू केही छैन। यो सजाउने मात्रै हो कि यसले बजाउने पनि हो? यसले त जार काट्ने सबै हुन्छ। जार काट्ने मार काट्ने जार पनि काट्छ मार पनि काट्छ। रोकिने कसो के डाक्टर साहब जहाँ हाने त्यही लाग्छ उहाँको त्यो खुकुरी? लाग्नु पर्ने। जहाँ हाने त्यही लाग्छ भन्दैछ। उल्टाबाट हाल्यो भने त लाग्दैन। बेला त्यसो त लाग्छ। 26 चाहियो त्यो? अफर 60 छोडे मैले छोडेँ। अफरमै छोड्दिनु। सर नमस्कार। खुकुरी किन्नु आउनुभयो? केले खाएको नि त कति खालको कोपा अन्त व्यापार अहिले कस्तो छ? के गर्दा खोइ सबै यो आउने दर्शकहरूले एक एकवटा हेर्दैको भाषा यो नबुझी हजुर त्यसै गरेर हेर्नु खुकुरी भिड्ने इच्छा गरेछ? ठिक दाम भन्नु। 1700 दिन्छ। 17 चाहिँ यसलाई चाहिँ मैले 11 चाहिँ दिएँ। 1100 हजुर 11 चाहिँ मैले दिएँ। 11 चाहिँ दिनुभयो। कोपाले कति भन्नु हुँदै थियो? म त 17 भन्नु। 11 को लागि चाहिँ अब 27 साल चाहिँ पर्खिनु पर्छ होला। 27 साल 11 दिँदैछ कोपा? 11 अफर आउँदा भेट्दैन? 27 सालमा कति इन्च चाहिएको सर्टलाई चाहिँ? हजुर कति इन्च चाहिएको त? मैले त्यही मतलब 10 इन्च 8 इन्च त्यसको यही त यो त 10 इन्च 10 बाजेले यस्तो भोट लगाएको छ के हो यस्तो गर्छ त 1100 मा चाहिँ छोड्नु भएन। हेर्नुहोस् मान्छे भनिन्छ 10 महिना खुकुरी चाहिँ एकै दिनु भनिन्छ। हो अफर लागेको छ है खुकुरी एकै दिनु भनिन्छ। अब यता हाम्रो बुबुलाई दिइहाल्नुहोस् है बुबु। 4200 हो कि सबै नघट्नु पनि होस् 1500 42 को 15 होइन यसको चाहिँ नि नबढ्नु पनि होस् नघट्नु पनि होस् 2800 मा दिने हजुर योसम्म बेचेको ठन्डा भयो भरे बुबु के भन्दैछ? म त बढाउनु उठ्नु हर्रा बर्रा खै छ कि छैन यहाँ दुईजनाको फेरि डिल अब मिल्यो? लु लु 1200 दिनुभयो तपाईँले? त्यहाँबाट के चढ्नुहोस् न अलिक के क्यास
कोपा 12सम्म चाहिँ उहाँ आयो अनलाइनमा पनि होइन अलिकति मलाई भाडा निकाल्नु ए भाडा निक्लेन भन्दैछ दिनुहोस् हौ मलाई मात्रै भाडा दिएर त भएन होला नि त मैले पनि होइन घर बिक्री गर्नु पऱ्यो तपाईँ चाहिँ अन्तिम आएको 12 चाहिँ मैले 13 मैले उहाँबाट लिएको कि भन्दा लामो थिएँ मैले 17 इन्च 18 इन्चको 15 मा छोड्छु भन्दैछ किन हो डिल यसो गर्नुहोस् न त अन्त अलिक निजाए कि आउनुहोस् तपाईँ अलिक माथि। होइन त मैले ल लास्ट मैले 13 मा चाहिँ दियो लु कोपा आयो चढ्यो है उहाँ 14 अस्ति पनि 13 पनि लगाएको त्यो 50 रुपियाँ पनि आएन भने त्यो 18 इन्चको लगाएको 18 इन्च कतिमा लाने 13 सम्म ल्याएको उहाँ अफर लागेको थिएन नि त्यति बेला हजुर उहाँको टाइममा अफर लाग्छ कि यति लाग्छ नि चाटिरहेको पर्छ 14 मा छोड्ने भयो म चाहिँ 13 दिएँ 13 100 को क्यास दिएँ 100 को ले चुक्दैछ है कोपा यो लाग्छ 50 लु 50 अहिले 15 ए 13 काटो 15 परेको होइन भने 13 मा चाहिँ मिल्यो है लु डिल पक्का भयो अब के तपाईँ सन्तुष्ट हुनुहुन्छ सन्तुष्ट होइन अहिले यसो अब खै त्यति फुल चित्त त आएन कि तर पनि बुनी बोनी भनेर गाडी